हेलो गाइज, आज चाहिँ हाम्रो फाइनली सक्यो सबै कुरा हैन। रिपोर्टहरु पनि बुझायौं, भाइ हिजो सकिएको थियो, आज फाइनल रिपोर्ट पनि बुझायौं। अनि म चाहिँ आज यो मेरो केटीहरुलाई चाहिँ घुमाउन लादैछु। कहाँ भन्दाखेरि भद्रपुर बजार है। सो हामी चाहिँ गाडीमा चढिसकेको छौं, लास्ट सिटमा बसेर हैन। आज केटीहरु पुरा एक्साइटेड छन् मैले कहाँ घुमाउन लान्छु भनेर हैन। म पनि एक्साइटेड छु केटीहरुलाई त्यहाँ घुमाउन लग्न पाउँदाखेरि। हामी चाहिँ बसबाट उत्रिसकेको छौं र हामीहरु यति एक्साइटेड भइराछन् कि दिदीले कहाँ चाहिँ लानुहुन्छ भनेर। पखन तिमीहरुलाई आज दरो सरप्राइज दिन्छु मैले भाइ। यो ट्र्याक्टरको साउन्ड चाहिँ इग्नोर गर्नु होला ल साथीहरु, साउन्ड आएको छ कि छैन। वी आर एक्साइटेड। भद्रपुर बजार आइपुगिसक्यौं। यिनीहरु हेर न अगाडि अगाडि हिँडेर। यिनीहरुको आज मैले यस्तो यिनीहरुको म यस्तो प्र्याङ्क हानिदिन्छु नि साथीहरु। भद्रपुर बजार चाहिँ भर्खर खुल्दै मात्रै छ हैन। अब कहाँ हिँडेका होला नि यिनीहरु, कहाँ हिँडेको, के गरेर हिँडेको, कता हिँडेको थाहा छैन। मैले लिएर आएको मान्छे उनीहरु अगाडि अगाडि कुदिरहेछन्। अब साथीहरु कस्तो लाग्दैछ त तपाईहरुलाई घुम्न चाहिँ मैले यहाँ साथीहरुलाई चाहिँ गलैचा किन्नलाई लिएर आएको छु है साथीहरु। मेरो केटीहरुलाई चाहिँ मैले यहीँ घुमाउन लिएर आएको छु। कस्तो लाग्दैछ साथीहरु तपाईहरुलाई? रमाइलो लाग्यो। हेर कुन कुन हुन्छ यस्तो चाहिराखेको छ भने नि घरमा। यो ए बुट्टा पनि त्यही लु हिँड न हिँड उठ्नै गाह्रो माने त यिनीहरु त। ल सक्यो साथीहरु अब हाम्रो किनमेल। यिनीहरुको घुमाइ पनि सक्यो। अब आजको घुमाइ चाहिँ सकिसकेको छ हैन। अब हामी चाहिँ घरतिर जानुपर्ने। कस्तो लाग्यो त केटी हो घुमाइ? यस्तो घुमाउनु के खुवाउनु पनि घुमाउन ल्याउँछु भनेर गलैचा किन्नु के खुवाउनु पनि भएन। यस्तो गर्दिन आफै किनेर खानु पर्दैन। खानु नो खानु हुँदैन। घरमा भात वहाँ राखिदिइराख्नु भएको छ, भात रुच्छ खानु हुँदैन। मैदाको बाहिरको जङ्क फुड नो। यति भन्दै अब एउटीलाई बिदा गर्ने समय आइसकेको छ। हाम्रो भ्लग यहीँ सकिन्छ साथीहरु हैन आजको चाहिँ। ल बाई 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 बाई।